ल हाम्रो दाइले खाना हालिरहेको छ है कमलजीले बढी खाने भन्ने प्लान छ अरे हाम्रो भेराइटी सुरु भयो र अब हामी चाहिँ एकछिनमा खाना खान्छौँ ल हाम्रो कमल बसिसक्यो पुजिसक्यो खानालाई रेडी भइसक्यो म पनि रेडी भइरहेको छु गाइस दाइ चाहिँ हालिरहेको छु है ल म भेराइटी देखाउँछु बिस्तारै ल दाइ हाल दाल हाल ल दालको त पहिला सुरु मासुबाट सुरु गर्यो कि ल मासु हाल ल दाइले मासु हाल्नु सुरु गरिसके ल कराईमा खानुपर्ने बिहाको दिन पानी आउँछ ल दाइ ल दाइले मासु हाल्यो यो चाहिँ कमललाई ठुलो थाल भने त अचार हाल्यो क्या आज अस्ति त्यही भएर म ठुलो थालमा हाल्थेँ नि तँलाई कमललाई जुस ल कमलको लागि चाहिँ जुस होइन गाइस बोतलमा रेडी भइरहेको छ बोतलमा खान्छ आज कमलले जुस दाइको लागि जुस यता छ मेरो लागि मैले अलिक थोरै खाइसकेँ तपाईँलाई मैले अर्को बलकमा हालेको छु त्यो चाहिँ कमलले खान्छ ल्याउँदा खाना कमल ल्याउँदै खाना खाके के भन्नु ल्याउँदै खायो फाल्ने त हो त अहिले ल गाइस अचार है यो चाहिँ ल भात मात्रै हाल ल हेर कमल मैले भने कमल गणेश सुरु गरेँ नि कमलले थालमा पुगेन ल्याउँदै खा कि ल्याउँदै खा कमल पुगेन ल ल भात पुगेन भन्दा थोत्रे हाल्यो अलिक बिस्तारै थप्दै खुवाउँदा दाइ हामी त स्टार्ट भइसक्यो ल गाइज है ल दाइले अचार सचार हालिसक्यो अब ल कमल एक खाएर देखा त कस्तो भयो टेस्ट अनुहारले थाहा हुन्छ यता यता कस्तो छ खै दालमा हाल्यो त्यति अँ गर्न थालेको मासु ल गाइज है हामी चाहिँ फाइनली अलिकति खान्छौँ अब रसैले ए अरे कमलको यो छुट्टै भेराइटी खै के भेराइटी हो यो मासु र अझ छुट्टै राखेको छ यसले चाहिँ है काँक्रा राखेन ए काँक्रा ले ल काँक्रा कति यो चाहिँ कमलको लागि काँक्रा 2टा दाइको लागि 2टा दाइ खाऊ जो खाए खाऊ आउँदै ल जुस भयो दाइको लागि ल गाइज है मेरो भात मासु होइन मासु भात दाल अचार काँक्रा ल हामी खान्छौँ गाइज अब डिस्टर्ब नगरौँ है तपाईँहरू पनि ल मैले चाहिँ भ्लग बन्द गरिसकेँ अब